लन्डन र पेरिसको भिडभाडबाट निस्केर आजदेखि हामीले 2 हप्ताको युरोप टुर सुरु गरेका छौँ। आजको पहिलो गन्तव्य हाम्रो फ्रान्सको सानो सहर रेम भन्ने हुनेछ। 1 घन्टाको यात्रापछि यहाँ सानो ब्रेक लिएर केही कफी, रेडबुल खाँदै हामी फेरि यात्रा सुचारु गर्दैछौँ। सानो ब्रेक पछाडि हाम्रो यात्रा सुरु हुन्छ फ्रान्सको उत्तर भागमा अवस्थित सानो सहर, ऐतिहासिक सहर रेमको लागि। यो करिब 2 घन्टाको यात्रा पछाडि हामी यो सहरमा पुग्छौँ। यो सहर एउटा ऐतिहासिक सहर रहेछ। यो पछाडि देखेको चर्च यहाँको सबैभन्दा पुरानो रोमन क्याथोलिकको सबैभन्दा पुरानो चर्च मानिँदो रहेछ र एकदमै भयङ्कर ठुलो पनि रहेछ। यहाँ भनाइअनुसार यहाँका फ्रान्सका राजाहरूले 12 जना राजाहरूले यही चर्चमा क्राउनिङ गरेका थिए अरे, भनौँ हाम्रो राज्य अभिषेक जस्तो। त्यसै गरेर यो भित्र बाहिरको अवलोकन गरेर हामी यहाँबाट फेरि यहाँको सानो सहर हेर्न निस्क्यौँ। र सानो सहरमा केही बेर हिँडडुल गरेर केही सपिङ गरेर अनि यस पछाडि हामी यहाँ लन्च खान लाग्यौँ। लन्च सिद्ध्याएपछि हामी यहाँबाट अब निस्क्यौँ हाम्रो अघिल्लो गन्तव्य युरोपको सानो तथा सम्पन्न एकदमै विश्वकै धनी मानिने देश लक्जमबर्गतिर हुँदैछ। बाटामा देखिएका यो सुन्दर दृश्यहरू अवलोकन गर्दै हामी अन्ततः यो सुन्दर दृश्य भएको देश लक्जमबर्गमा आइपुगेका छौँ। र लक्जमबर्गमा यो ऐतिहासिक किल्लाको अवलोकन गरियो। त्यसै गरेर यहाँको मनोरम दृश्य, यहाँका चर्चहरू, यहाँका गल्लीहरू साह्रै राम्रो मनोरम दृश्य, मनै लोभ्याउने खालको दृश्यहरू हेर्दै हामी यो स्काई हाइलक्समा चढेर केही अवलोकन गर्ने मौका पनि पायौँ। लक्जमबर्ग एउटा सम्पन्न देश, साथै वाइन भनौँ, वाइन चाहिँ यहाँबाट उत्पादन भएको भनिन्छ। यहाँबाट सुरु भएको वाइनको प्रोडक्सन भन्ने इतिहास छ। र पछाडि देख्न सक्नुहुन्छ अत्यन्तै राम्रो, अत्यन्त सुन्दर छ। तपाईलाई थाहा छ होला लक्जमबर्ग भनेको युरोपको एकदमै सानो देश, तर एकदमै सम्पन्न। यहाँ स्वास्थ्य, शिक्षा, यातायात, ट्रान्सपोर्टसम्म यो सहरमा फ्री छ अरे, बिना पैसा। जहाँको मान्छे जोसुकै भए पनि यहाँ पब्लिक ट्रान्सपोर्टेसनमा कुनै पनि पैसा लाग्दैन भन्छन्। यहाँका मान्छेहरू पनि एकदमै राम्रो, शिक्षित। युरोपका अरू देशहरूमा इङ्ग्लिस बोल्दैनन्, तर यहाँका मान्छे सबैले इङ्ग्लिस बोल्दो रहेछन्। यहाँको भाषा फ्रेन्च भए तापनि अफिसियल भाषा फ्रेन्च हो, तर यहाँ सबैले इङ्ग्लिस बोल्दो रहेछन्। र यहाँका मान्छे फ्रेन्डली पनि रहेछन्। यसरी हामी यो सबै भ्रमण सिद्ध्याएर आजको बसाइ यहीँको एउटा होटलमा भएको छ।